एकैछिन बमलाई स्क्रिन शेयर गर्नु के गर्नु स्टप गरेर हो छोड्दिनु अब यति हामीले ल वानको सहभागी हौ है त के लाउनु भयो वानको त हजुर हेल्थकै विद्यार्थी भएकाले गर्दा वान इजी भयो होला हैन ब्याक्टेरियल डिजिज कुन होइन ल रेबिज हैन हो ल कुष्ठरोग क्षयरोग निमोनिया रेबिज रेबिज चाहिँ भाइरल भयो हैन रेबिज भाइरल भयो ल पक्नु मनिसलाई हात उठाउनु भएको छ क्वेशन जम्मै भएको मान्छेहरुले पनि हात उठाउनु होला ल ओके ल अरु को हुनुहुन्छ हात उठाउने आज एक्जाम दिने मान्छेले चाहिँ अझै बेस्ट हुन्थ्यो नि त हैन ल अर्थात के पर्यो भने तपाईहरु बोल्न पनि सक्नुहुन्छ ल क्वेशन नम्बर 1 पछि नम्बर 2 ल पक्नु 1 पक्नु एकछिन ल आज निरुले पनि आज एक्जाम दिनु भएको हो ल उहाँको पनि अनम्युट गरिदिउ ल ओके अनि सर म अनमी हो हैन ओके ल कसले दिनु भएको रचनाले दिनु भएको आज हो सर ए ल ओके ल म दिनु भएको ल नम्बर 1 को के लाएर आउनु भयो त देखाएको मध्ये कुन जीवाणु होइन कुष्ठरोग क्षयरोग निमोनिया रेबिज यो सर बिराम परेर सर अलिक त्यस्तै भएको छ केही फरक पर्दैन क्वेशन नम्बर 2 बिग्न पाइहाल्छ 2 नम्बरमा हेर्नु त नेपालको संविधानको अनुसूचीमा भएको व्यवस्थापन सुकुम्बासी व्यवस्थापन कुन तहको अधिकार हो सुकुम्बासी व्यवस्थापन कुन तहको अधिकार हो तपाईको साझा अधिकार डी हो संघ प्रदेश संघको अधिकार प्रदेशको अधिकार संघ र प्रदेशको साझा अधिकार संघ प्रदेश स्थानीय तहको साझा तीनटैको साझा हो अनुसूची 9 मा छ यो भित्रबाट सोधेको हो यो क्वेशन चाहिँ है यसको पनि भित्रबाट सुकुम्बासी व्यवस्थापन अलि भित्र यही लाउनु हो कि लाउनु चाहिँ अब पनि लागु हुन सक्नुहुन्छ हैन हजुर सर यही लगाएको त्यसपछि गएर क्वेशन नम्बर 1 क्वेशन नम्बर 2 संविधानको क्वेशन यो आयो 1 को इजी नै आको जीके मात्रै गाह्रो भन्नु भएको छ 1 को के बाट आको हो त भन्दा 1 को आको के इसी पनि आएर अहिले चाहिँ ए ल चित्ररञ्जन भाइ देखेको छ भाइले शेयर गरिदिनु भएको चित्ररञ्जन भाइ ल स्क्रिन देखिएको छ बहिनी हजुर देखेको छ सर थ्यांक यू भेरी मच जसले गरिदिनु भएको छ थ्यांक यू भेरी मच है ल नम्बर 3 को हेर्नु त के छ जिल्ला र स्थानीय तहको जोडा मिलाउनु छ यो गण्डकी प्रदेशको आन्तरिकबाट सोध्यो गण्डकीको मात्रै कास्कीमा कति स्थानीय तह पर्वतमा कति स्थानीय तह बागलुङमा कति स्थानीय तह म्याग्दीमा कति स्थानीय तह ल भन्नु त कास्कीमा कतिवटा अब चाहिँ जम्मै कतिवटा जिल्ला हो कास्कीमा त्यहाँ जम्मा के रे उ के रे जम्मा जिल्ला 11 वटा हैन 11 वटा मध्ये अब यसमा जम्मैको स्थानीय तह घोक्ने भन्दा पनि यो कास्कीको चाहिँ विशेष गरी घोक्दाखेरि पनि पुग्थ्यो यो भित्रकै सोधेको कास्कीमा 5 वटा हो हैन त अनि सबैभन्दा बढी बागलुङ हो बागलुङमा 10 वटा छ त्यहाँ बागलुङको 10 वटा म्याग्दीमा कति 6 वटा हो क्या हो पर्वतमा 7 हैन अब यसको एन्सर चाहिँ कास्कीबाट भेटिन्छ त कको आए भएको अप्सन हेर्नु त कास्कीमा एउटा मात्र उपमहानगरपालिका अरु गाउँपालिका हो नि त कको 2 भएको कहाँ छ ए ल भित्रै गारै पारो कको 2 त अप्सन ए मा पनि छ सी मा पनि छ ल कको जानु 2 मा खको बागलुङको गको फो मा लगाएर पनि भेटिन्छ गको फो भएको ठाउँ कहाँ छ गको फो एउटा मात्र यताबाट हुन्थ्यो अप्सन त राइट एन्सर सी भयो है त के पो लाउनु भयो पनि बहिनी ल यो गण्डकीको हामी हेरौँ लाउनु अझै है ल यही लाउनु भाइ अर्को लाउनु भयो बिग्रियो होला हजुर सर बिग्रियो ल यो थाहा तपाई कहाँ बस्नुहुन्छ पनि आफ्नो जिल्ला परेको भन्दा मिल्छ पनि होला तपाईको यहाँ कुनै जिल्ला हो यहाँ भएको हैन म त हजुर ल ओके बस ल ओके धन्यवाद छ अर्को हाम्रो प्रभा बहिनीलाई पनि म अनुरोध गर्छु ल प्रभा बहिनीलाई उहाँको पनि आज परीक्षा थियो जस्तो लाग्यो लामिछाने बहिनी ल तपाई पनि हो नि त केही फरक पर्दैन यसो अनुरोध हुन्न साथीहरुलाई पनि अनुभव हुन्छ नि त कति बिगार्नु हुँदैछ भन्ने प्रभा तपाई हेलो अनुरोध गर्नु त हजुर सर सुन्छु आज वाला हो एक्जाम दिनु भएको छ हजुर सर एक्जाम दिएको आज ल ओके धन्यवाद छ
कति कुन मिलाउँ कति कुन गर्नुभयो उसको तपाईको जिल्ला पर्यो स्थानीय त होला हजुर सर अप्सन सी गरेको यो चाहिँ मिठो छ ए ल ल चित्तरञ्जन भन्ने भाइले कसै गरी अमिट गर्न सक्दैन हात उठाउँ त भाइ ए नेपालीबाट लेख्नु भएको छ नि त अनि 1 2 को ओके 3 को यसरी अलिअलि भित्रैबाट सोधेको यो पनि जिके ल 4 नम्बर संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष कहिले मनायो भन्नु त 2025 हैन 2025 के लाउनु भो 25 लाउनु पर्छ है गत वर्ष अघिल्लो वर्ष हो संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष 2025 मा मनायो यो अब अलि समसामयिक हामीले पढ्नु पर्ने टपिकै छ हैन यो भित्रैबाट सोधियो 5 को कहिले कमन क्वेशन सोध्यो 5 को चाहिँ है नेपालको कुल जनसंख्याको कति प्रतिशत कहिले लाउनु 2025 को कहिले लाउनु होला 6 को कमेन्ट 4 5 को कमेन्ट गर्नु त 5 को जनगणना हो पढ्न त बाँकी नै छ अब जनगणनाको नोटमा पनि छन त छ हैन अपाङ्गता भएको जिके को नोटमा भएर होला सजिलै थियो यो त हजुरको कमेन्ट हेर्न गाह्रो हुन्छ यसरी गरेपछि ल चित्ररञ्जन भाइ तपाईलाई पनि गरे मैले छ यो नोटमा पनि छ यो एकदम कमन क्वेशन पनि हो अपाङ्गता भएको जनसंख्या 2.2 अब हामीले यो पर्सि उसले तपाईहरुले के गर्नु पर्यो भने जनगणना पढेरै जानु पर्ने हो है के रे एचएहरुले जनगणना पढेर जाने टोटल जनसंख्या के जनगणनाको सबै डाटा पढ्नु पर्ने हो जनगणनाकै डाटा मात्रै आज मैले तपाईलाई क्लास सक्नेबित्तिकै हाल्दिन्छु ल 5 वटा मध्ये तपाईहरुलाई कुन गाह्रो लाग्यो भन्दाखेरि यो 5 को कमन नै हो 1 को 2 को पनि कमन नै हो 3 को गणनाको भित्र सोधो अब अलि भित्र भक्कालाई गाह्रो पनि मान्नु होला दुईटा जति मिलाउने खालके थियो कति मिलेछ रचनाको 5 वटामा मेरो दुईटा नै मिले सर दुईटा मात्रै मिल्यो ल ओके यो ल त्यसपछि जाऊ हामी 5 मा 6 मा जाऊ है 6 बाट पीएम सुरु भयो परिपत्र सम्बन्धमा तलका मध्ये कुन भनाइ ठिक हो यो हामीले पढ्न पनि बाँकी छ हैन अब यसमा हजुरले अलिकति कुरा बुझ्ने ल के लाउने हो त परिपत्र संगठन भित्र एउटै विषयमा सबै सम्बन्धित निकायलाई एक रूप जानकारी दिन प्रयोग खासमा परिपत्र भनेको चाहिँ के हो भनेदेखि कुनै पनि विषयमा नयाँ निर्णय पर्नु कुनै पनि नयाँ जानकारी दिनु पर्यो कुनै सूचना दिनु पर्यो भने माथिल्लो निकायले तल्लो तललाई एकै पटक पत्र पठाउँछ भने त्यसलाई हामी के भन्छौँ भने परिपत्र भन्छौँ बुझ्नुभयो नि त्यसलाई हामी के भन्छौँ परिपत्र भन्छौँ सर्कुलर भन्छौँ माथिबाट तल एकैचोटी पठाउनलाई चाहिँ परिपत्र भनिन्छ अब परिपत्र भनेको के छ त्यसमा हेर्दा कमा परिपत्र संगठन भित्र एउटै विषयमा सबै सम्बन्धित निकायलाई एक रूपमा जानकारी दिन प्रयोग गरिन्छ एकै रूपमा के जस्तो भोलि मानियो भोलि बिहान के गर्नुपर्ने भयो भनेदेखि नेपाल सरकारले सबैलाई पठाउँछ कुनै अपराधीको फोटो चाहिँ एकैछिनमा हाल्नु पर्यो भनेदेखि प्रहरीले चाहिँ एक ठाउँमा हाल्यो भने जम्मै ठाउँमा पुग्छ नि हैन त्यो परिपत्र भयो परिपत्रलाई पत्रको सानो रूपमा लिने गरिन्छ पत्रको सानो रूपमा लिने गरिन्छ होला यो परिपत्र भनेको पत्र भन्दा सानो के होला त पत्रको सानो रूपलाई के भनिन्छ तपाईले आइसम्म के सुन्नु भएको छ पत्रको सानो रूप के हो छैन सर पत्रको पनि सानो रूप हुन्छ त चिठीको सानो रूप पत्रको सानो रूप त्यो त खै सुन्न हैन हैन त्यस्तो हुँदैन नि त मैले त सिनै लगाएर आएको ओके परिपत्र सामान्यतया नीतिगत निर्देशनात्मक वा जानकारीमूलक हुन्छ हो नि त कुनै नीतिगत पोलिसी चेन्ज भयो भने कुनै अर्डर गर्नु पर्यो भने कुनै इन्फर्मेसन दिनु पर्यो भने हुन्छ नि त त्यो खत लाउनु भएन हामीले कर मात्रै ठिक हो है कर मात्रै ठिक हो हैन त अब के लाउनु भयो त कसले यहाँ धेरैले त माथिको सबै लाउनु भएको छ हेल्थ र माथिको सबै फेभरेट हो पत्रको सानो रूप हुँदैन नि त हैन झुक्क्याउनलाई सोध्यो यो कमन सेन्स लाउने कुरा हो परिपत्र भनेको के हो भन्ने थाहा नपाउनलाई चाहिँ हुन्छ ल अब हामी जाउँ केमा त 7 को त हिजो हामीले 6 मैले तपाईलाई हिजो पनि राखेको थिएँ छलफलमा हैन 7 को पेजमा पनि हाल्दिएको छु ठ्याक्कै हिजै गराएको विषय पर अब हिजो को जोडिनु भएको थियो के छ भन्दा सार्वजनिक खरिद कानुन अनुसार 1 करोड सम्मको परामर्श सेवाको लागत अनुमान कसले स्वीकृत गर्छ हिजै राखेको छ हैन त्यो के को फेरि परामर्श सेवाको 1 करोड सम्मको कसले हिजो बनाएको पेजमा लागत अनुमान प्रथम श्रेणीको कार्यालय त प्रथम श्रेणीको कार्यालय प्रमुखले परामर्शमा त सार्वजनिक खरिद कानुन अनुसार 1 करोड सम्मको कुन नियममा छ 1 करोड अनुसारको लेखाइ गणनाको हाल्नु कि गणनाकोमा छैन यो हैन न यो त संकै हो नि त हैन कसले गर्ने 1 करोड सम्मको प्रथम श्रेणीको ल परामर्शमा डी भन्नुहुन्छ धेरै परामर्श भएर परामर्शवाला हाल्नु पर्यो
हैन परामर्श नियमावलीमा छ यसको मैले तपाईहरुलाई यहाँ हाल्दिमै हाल्छु पाउँदै परामर्श सेवालाई 1 करोड सम्मको लागत अनुमानको स्वीकृत सेट पेजमा हालिहाल्ने ल हेर्नु त के रे कसैको छुटेको छ भनेदेखि जीकेपीएम खण्डशील हिजो पढ्न भ्याउनेले छुटेन नभए छुटो जानेले चाहिँ के लाउनु भएको नयाँले स्टार नर्सले हिजो अस्तिको दिन पढेको कुरा थियो त हैन हिजो पनि होइन सङ्घ हो नि त के भनेको छैन ल जीकेपीएम सेफ भनेर ल तपाईँकोमा आयो 2082 मा यो आइसक्यो हैन त्यही लाग्यो त प्रथम हैन सर प्रथम जस्तो लाग्छ ए हेर्नु त के छ 20 लाख सम्म राजपत्र नाङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुखले 50 लाख सम्मको राजपत्र नाङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखले 1 करोड सम्मको राजपत्र नाङ्कित प्रथम श्रेणीको कार्यालय प्रमुख राजपत्र नाङ्कित प्रथम श्रेणीको कार्यालय प्रमुख रहेछ हेर्नु त्यहाँ परामर्श सेवाको लागि नियम 14 मा हालिसकेको छु के लाउनु पर्ने हो लुको बोल्नु त के लाउनु भो डी हजुर प्रथम श्रेणीको कार्यालय निरु भयो के लाउने द्वितीय श्रेणीकोले कुन भन्नुभएको थियो रे द्वितीय श्रेणीकोले 50 लाख सम्मको 50 लाख सम्मको तृतीयकोले पनि 50 नै हो तृतीय श्रेणीले चाहिँ 20 लाख सम्मको ए हस् ग्रुपमा आइसक्यो तपाईहरुमा हेर्नु यो हालिदिएको छु त मैले ल अस्ति चाहिँ हाल्दिनु भएको थियो हजुरले त नोट बनाएर त्यही वर्ष ल अर्कोमा जाम 7 पछि 8 मा जाम त भाइ यो कसले सरले कि कसले गरिराख्नु भएको छ यो शेयर गर्नु भने को हुनुहुन्छ खै म सर म यति त भाइ हो हजुर ल अलि अरु पनि गर्न सक्नुहुन्छ त 7 पछि अर्को के छ ल धन्यवाद छ उहाँले गरिराख्नु भएको छ अनि अलिअलि त गाडी हुन्छ जिके त्यत्रो धेरै एकदमै अनि त छैन त यस्तै त हो जिके भन्ने कुरा अब कहिले काहीँ भित्रबाट निकालेर सुन्ने हो हैन ल ओके स्टार्टेड गर्नु भएको छ ल 8 मा जाऊ है ल ल अब यो 8 हेर्नु त निजामती ऐनको रहेछ नि यो लेटेस्टै पढेको गण्डकी प्रदेशको 12 मै गण्डकी प्रदेशको निजामती सेवा छैन कर्मचारीले खाइ पाएको कति महिना बनाएको उपदान खर्च हो 12 महिना अतिरिक्त स्तरलाई 12 सहायक स्तरलाई सहायकलाई 21 त्यही त हो है ल यो सजिलो 8 को सजिलो 9 गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यालयको प्रशासनिक प्रमुखको रहने व्यवस्था छ प्रमुख सचिव लु भन्नु त यसो के लाउनुहुन्छ नौको जम्मै ठाउँमा एउटै त कुरा हो नि यो विशेष गरी खण्डसीमा त हामीले छलफल गरेर हिजो सुशासन ऐनमा लेखि पनि सकेको छौं प्रमुख सचिव हो सर यसको हैन किनभने सबैभन्दा ठुलो भनेकै को हो त भन्दा प्रमुख सचिव हो नि त हैन के लाउनु भयो तपाईहरुले खण्ड गण्डकी मात्रै पढ्नेले त यो पाप विज्ञान पनि भयो कि अनि प्रभाव के लाउनु भयो तपाईले कि राइट लाउनु भयो निराजन ल रचनाले मैले प्रमुख सचिव नै लगाएको छु ए ल ओके विज्ञानलाई चाहिँ पिर पर्ने हो कि यहाँनिर जमेर देखाएपछि साथले कन्फिडेन्स घट्ने हो कि 10 नम्बर स्थानीय तहको स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुन्छ ल यसो कमेन्ट गर्नुस् यसको त मैले तपाईहरुलाई क्वेशनै फ्याक्टै क्वेशनै स्थानीय सरकार संस्थानमा क्वेशनै छ हैन त यसको कि छैन छ उपाध्यक्ष नगर प्रमुख उपप्रमुख कति दफामा थियो पनि लेखाइदिएकै थिए क्वेशनै सेम टु सेम क्वेशन पनि परेको छ अब यो हजुरलाई धेरै कुरा नगरौँ होला राजस्व परामर्श समितिको संयोजन कसले गर्छ उपाध्यक्ष सेवामा 18 वटा क्वेशन छ नि त्यो 18 वटा क्वेशन मध्ये एउटामा छँदैछ है ल कति हुने भयो बी मा जाने भयो अब 11 नम्बर गण्डकी प्रदेश लोक सेवा आयोगमा अध्यक्ष सहित कतिजना सदस्य रहन्छन् 5 जना 5 जना 5 लोक सेवा आयोगमा त 3 जना अध्यक्ष सहित बढीमा 3 जना भन्ने हुन्छ नि हैन हामीले आज केमा पढेको त आज कोशी प्रदेशमा पढेको अब हजुरले प्रदेशै छुट्टा विक्रिन रहेछ
यो बिग्रिनु रहेछ आज भएको भए सब आज भए सब थियो आज हामीले पढ्ने खण्डसीमा कसले पढ्नु भयो खण्डसी पढाइन सर त्यही भएर थाहा पनि मलाई म त अध्यक्ष सहितै भनेपछि त धेरै नै होला नि भनेर पास लगाइदिएँ नि ओके तीनजना भनेको छ हैन अध्यक्ष सहित तीनजना एकजना महिला हुनु पर्यो भनेको छ नि त ल 5 पनि हाल्यो सर उसमा के रे केमा 5 पनि छ के यस्तै ल सर लोकसेवा आयोगमा तीनजना भए हुन्छ है त ल ल अब जाउँ हामी केमा त भन्दा यो 3 लाउनु पर्थ्यो अब आज हामीले पढेको छलफल गरेकोमा यो टपिक एउटा चाहिँ इम्पोर्टेन्ट टपिकमा छुट्याइने मैले तपाईलाई प्रदेश लोकसेवा आयोग भन्न बिर्सेँ यो चाहिँ तापै लाग्यो ल यो बिगार्नु भनेर त्यो माथिको गण्डकी प्रदेशवाला बिगार्नलाई चाहिँ अलि पाप लाग्यो यो मैले भोलि छलफल गराउँछु यो उसलाई एचएहरूलाई यो 2 का 9 र 11 क्वेशन एकदम सिम्पल क्वेशन नै छुटो 12 को हेर्नु त के हो यो 12 को नयाँ क्वेशन मैले पनि सुनेकै देखेकै धेरै जस्तो लाग्यो लामो छोरो वित्तीय क्षेत्रमा आउनसक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित वित्तीय सङ्कटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सञ्चालन गर्न थालिएको पद्धतिलाई के भनिन्छ वित्तीय क्षेत्रमा आउनसक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित वित्तीय सङ्कटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सञ्चालन गर्न थालिएको पद्धतिलाई के भनिन्छ राष्ट्रिय योजना आयोगले अब हेरौँ त्यसको कुन यो त सुनेको क्वेशन थिएन त इकोनोमिक अर्ली वार्निङ सिस्टम इकोनोमिक पोस्ट वार्निङ सिस्टम इकोनोमिक इमिडिएट वार्निङ सिस्टम इकोनोमिक नन अफ द एबभ भनेको छ हैन पूर्व भनेको अर्ली लाउने है ल अब यसको सम्भावना ए नै भयो है यसको अप्सन हेर्दैखेरि खासै यो त्यति साह्रो पहिला सोधेको क्वेशन पनि होइन अब जोखिम पूर्व भने पछाडी नै के बुझ्नु पर्छ हामीले अब यसो हेर्दैखेरि अप्सनबाटै अर्लीमा जानु पर्यो हैन ए नै हुन्छ सर ए नै भएको नि हेर्दैखेरि के भयो नि त यो त्यस्तो यो लजिक लाउने खालको रहेछ कि कसो ए नै लाउनु हुन्थ्यो होला नि नयाँले पनि हजुर सबैले ए लाउनु हुन्थ्यो होला यसलाई ल ए नै लाउनु भयो होला कसैले तको लाउनु भएन के लाउनु भयो नि तपाईले अर्ली वार्निङ सिस्टम भनेको छ नि त अनि यता पनि जोगाउने भनेको भएर चाहिँ झटाएर हानेको मिलेछ हजुर सम्भावना हिमाल दिले चाहिँ इमिडिएट हुन्छ सर भन्नुभएको छ यसको हेरौँला ल के रहेछ ल यसको फाइनलाइज नगरौँ अब हेर्दाखेरि चाहिँ इमिडिएट हुन्छ भन्छ अहिले त्यसको योजना आएको वेबसाइटमा हेरौँला ल के रहेछ सारेको अभियान हो यो खासै अब म पनि छैन यसो हेर्दा अनुमानमा अर्ली जस्तो लागेको यसको कुरा भोलि गरौँला 12 13 मा जाउँ त ल हेरेर गरौँला ल यसमा अब यो भएन सम्भावना ए मा जाने हो ल अब जाउँ त इमिडिएट भनेको त फेरि तत्कालै सुरु गर्ने खालको पनि त अब के छ ल 13 मा जाउँ त प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक यो समसामयिक है भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि हुलाकमा टिकट टाँस्ने प्रचलन हटाउने सबैमा हुलाकमा टिकट टाँस्ने चलन छ के सबैमा सबै प्रक्रियामा हुला तर यसमा चाहिँ के गर्यो त भन्दाखेरि चाहिँ नेपाल सरकारले अस्ति भर्खरै सुस्ता खरेलले जगदीश खरेलले चाहिँ जानकारी गराउनु भएको छ कति महिना कति गते भन्नु त 8 महिना 29 गते हो यो समसामयिक विषय थियो अब याद गर्नु भएको लाउनु भयो नभए लाउनु भएन समसामयिक करेन्ट अफेयर हो है त मैले छोड दिन्छ लगाइनु त्यो त रङ हुन सक्छ के लाउनु हैन ल गुड गर्नुभयो ल अब ओके गुड गर्नुभयो कुनै कुनै नजानेको त लाउनै भएन नि त ल अब यो 14 नम्बरको त इजी नै छ बेलायतका प्रधानमन्त्री जोन मेजरले कहिलेबाट सुरु गरेका हुन् यो 1991 है 1991 यो सिम्पल नै हो हैन सिम्पल नै हो ल 15 नम्बरको हेर्नु त 15 नम्बरको निर्णय निर्माण प्रक्रिया तलका मध्ये कुन तहबाट सुरु हुन्छ विकल्पहरुको छनौट निर्णय निर्माणका आधार तय गर्ने समस्याको पहिचान गलत विकल्प हटाउने जहिले पनि कुनै पनि कुरा अहिले हामीले पढ्दै गरेको टपिक हिजोबाट हामीले पढ्दै गरेको टपिक छ नि त्यो निर्णय यो टपिकबाट सोधेको क्वेशन हो निर्णय निर्माण तलका मध्ये कुन हुन्छ जहिले पनि समस्याको पहिचान सुरु गर्ने हो हैन यही लाउनु भयो होला कि अर्कै लाउनु भयो यही नै लगाएको छ ल अर्कोमा जाउँ है त अब 15 16 मा जा 15 भयो अब अर्कोमा पनि सक्यो कि छ बाबु अर्को छ ल जाउँ त सक्छ भने ल भाइ अर्को पनि निकाल्दिनु एउटा अब अलिअलि बाँकी छ होला अझै सक्छु होला सर हजुर के छ जम्मा 15 भयो 5 वटा बाँकी रह्यो अब 5 वटा
त्यत्रो धेरै एकदमै टफ पनि होइन अब कुनै कुनै नसुन्ने अलिकति गाह्रो भएकाले तपाईहरुलाई गाह्रो नै लागेको हो यस्तै एभरेजै हुन्छ त्यत्रो धेरै एकदमै जटिल पनि खासै चाहिँ देखिएन अहिलेसम्म अब 5 वटा हेरौँ के छन् यसमा छैन के हो लास्टमा छ 35 सम्म मात्रै भयो यसमा ल हिमाल भाइ फोर्थ लेभलमा नि यस्तै त होला आउने भन्छ गण्डकले यसपाला पोहोर परार भन्दा अलिकति जिके क्वेशन रो अलिकति भित्रबाट हालेको छ यसपाला सामान्य ज्ञानको चाहिँ फिफ्थ लेभललाई अब फोर्थमा कस्तो बनाइ हुन त बनिसक्यो कोही एक्जाम फिक्स भएको छैन अब त्यो चाहिँ समयअनुसार हुन्छ अर्कोमा जानु त चित्ररञ्जन भाइ यो हटाइदिनु यसलाई हिमाल भाइ गाह्रो हुँदैन सबैले गाह्रो हुने कमन चाहिँ लास्ट फेज कसैले मेसेजमा पठाउनु न म शेयर गरिदिन्छु पढ्नु भएन यहाँ नपाएर हजुर एक्जाम त फोर्थ टेस्ट गाडी होला ओके त्यही पनि क्वेशनहरु भन्दै गर्दै एकजनाले के छ क्वेशन चाहिँ अब उहाँले भेट्नलाई आइयो के छ के हो सर 16 योजना के छ एक मिनेट वेट गर्नु न ल यो सामान्य ज्ञान भन्ने कुरा चाहिँ आयुषा ककलले सुरले लगाउनु भयो ल जिके सबैलाई गाह्रो हुन्छ अब कमन कुराहरु आउँदा कमन चाहिँ बिगार्नु भएन कमन भिडियो एउटा दुईटा अलिकति एक्स्ट्रा ल्याउन सक्नु पर्यो अनि कुरो त्यसो सर म भन्दिन क्वेशन उहाँले गर्नुहुन्छ भने एकछिन वेट गरौँ ल न एकछिन स्क्रिनमा हेरेर गरौँ न स्क्रिनमा भयो भने अलिकति ठिकै हुन्छ नि त हैन क्वेशन सबैसँग 13 को के छ क्वेशन नम्बर 13 को भन्दिन न भनेर 13 मा स्टार्ट गरिसक्नु भयो ल शेयरिङ ल क्वेशन नम्बर 46 बाट रहेछ है ल 46 मा हेर्नु त अब एकैछिन है सर ल ल ल गर्नु न देखेछ सर अलि जुम गर्नुपर्छ देखेको थोरै जुम गरिदिनु ठीक छ थोरै जुम गरिदिनु ल अब 46 बाट जाइदिनु एकचोटी 41 सम्म पुग्यो ल ओके जाउँ त हामी अब 46 मा जाउँ वातावरणीय ह्रास हटाई प्राकृतिक स्रोत साधनको संरक्षण सम्वर्धन र उपयोग गर्ने नीति नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ल नेपालको वातावरणीय ह्रास हटाई प्राकृतिक स्रोत साधनको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने नीति नेपालको संविधानको कुन धारामा राखिएको छ यो झुक्क्याउने धारा एकदमै झुक्क्याउने क्वेशन हो यो धारा 30 हो वातावरण भनेपछि त त्यसो ओके अब यहाँनेरि मैले प्रभा कुन लाउनु हो तपाईले यहाँ दुईजना प्रभा र हाम्रो अर्कोले अनि हो अब यहाँ हेर्नु त यहाँ कहाँ यो तपाईँ हजुर कति ठाउँमा फोकसै हुनु भयो यहाँ के छ नीति भनेको छ नि त तर मैले हप्तिर गरेर धारा 30 ठोक्नु भयो होला नेपालमा वातावरणीय ह्रास हटाई प्राकृतिक स्रोत साधनको संरक्षण सम्वर्धन र उपयोग गर्ने नीति कहाँ हो भन्नु त कहाँबाट तपाईको यत्रो भइरहेको छ प्राकृतिक स्रोत साधनको संरक्षण सम्वर्धन र उपयोग सम्बन्धी नीति भनेको 30 मा हो झुकियो नीति त होइन वातावरण देख्ने बित्तिकै वातावरण छोकियो हैन हजुर वातावरण देखियो नि त वातावरण देखियो नि त नि अनि के हो कुरा हो सही हो झुकियो नि त यही हो सर यही हो अनि के लाउनु भयो बहिनी तपाईले नीति धारा देखियो होला पहिलेसम्म त आदि दिमाग गइहाल्छ वातावरण देख्ने बित्तिकै हैन त्यही लाउनु पर्यो नि त के लाउनु आदि दिमाग 30 मै गयो एक्जाममा त 30 मै लाउनु भयो है हजुर नै गयो दिमाग नीति हो नि त नीति कतिमा हो थाहा थियो न सर नीति धारा 51 मा नीतिहरु 51 मा छ नि त अब अर्कोले उहाँले रचनाले जोड्नु प्रभावले के लाउनु भयो हजुर नभन्ने है भन्नु भएन ल ओके यो गाह्रो होइन यो क्वेशन फेरि 46 को क्वेशन गाह्रो होइन है कि गाह्रो हो राज्यका नीतिहरू कतिमा पर्छ भने हजुर
राज्यको नीतिमा लाउने होला नि धारा 51 त्यही लाउने हो नि नीति भनेको छ अनि अरु कहाँ तपाईहरु 30 तिर जानु भएको त यो 47 क्वेशन चाहिँ गाह्रो होइन 47 मा जाउँ द्रव्य शाह गोरखा राजा कहिले भएका थिए यो त क्वेशन हामीले छलफलै गरेको हो नि कहिले भएको लेखेकै छ होला यो त एउटा लेखेको क्वेशन चाहिँ यो चाहिँ फ्याक्टै लेखेको ए टु जेड लेखेको त्यही चाहिँ यही हो हैन लेखेकै छ तपाईहरु पनि लेखेकै भए हो पनि सर अहिले बाँकी लेखेको भए पनि भित्रबाट सोधेको हो यो भित्रबाट सोधेको हो 1616 भदौ 25 द्रव्य शाह गोरखा राजा कहिले भयो भने पुरै मिति सोधेको छ यो गाह्रै हो त्यही पनि लेख्न चाहिँ लेखेकै छ 48 नेपालको 16 जनाले विद्युतमा पहुँच भएको जनसङ्ख्या कति रौँ लक्ष्य राखेको छ विद्युतमा पहुँच के लाउनु भयो विद्युतमा पहुँच 100% है विद्युतमा पहुँच 100%. 100% हो कति लाएर आउनु भएको छ ल 100% त्यही हो यो पनि गाह्रो क्वेशन हैन पढ्न बाँकी छ यो इजी क्वेशन हो अब 49 को त इजी भइहाल्यो के क्वेशन एन्सर पनि कहिले हामीले छलफल गर्छौं यो त नपढ्न छुट्ने कुरै भएन हैन 2026 को अब यहाँ 26 को जाला भयो ए सन् 2026 ठिकै हो त नि कहिले कहाँ हुने हो 26 को टर्कीमा सर अस्ति त्यहाँ क्लासमा फिडब्याक पनि भएको छ अस्ति तपाईहरुलाई एउटा एक्जाम हुँदाखेरि हैन 30 मा थियो नि त 31 को टर्कीमा हुने भएको छ भनेर फिडब्याक पनि भएको छ नोटमा पनि आकै छ है यो अनि भइहाल्यो अनि यो 50 को क्वेशन पनि कमन हो हामीले छलफल गर्नलाई बाँकी थियो विश्वमा पहिलो एआई मन्त्री नियुक्ति गर्ने देश कुन हो चर्चित अल्बानिया अल्बानिया हैन त्यो के रे मन्त्रीको नाम डालिया थियो हैन अल्बानिया भन्ने देशमा हो ल म अल्बानिया त फ्रान्स लगाएको बिग्रेछ नि त। फ्रान्स लगाउनु भो नसुन्दाखेरि चाहिँ यस्तै हुन्छ ल अब एक्चुअली तपाईलाई खासमा त्यति धेरै गाह्रो क्वेशनहरु चाहिँ आएको छैन नि हजुरलाई अलिकति गाह्रो मात्रै लागेको अलि टफ लागेको खासै त्यस्तो थुप्रो एकदमै अहिले हुने खालको त होइन फेरि यो यस्तै हो नि त नि अब यहाँ हेर्नु है यहाँ भएको मध्ये 46 को अत्तालिएर बिग्रिन्छ 46 को बिग्रिन मिल्दैन 47 को सियोर पढिराख्ने कुरा हो बिग्रिने कुरा भएन 48 को 100% पढ्ने कुरा हो बिर्सने कुरा भएन 49 को 100% पढ्ने कुरा हो बिर्सने कुरा भएन हैन अब 50 नम्बरको पनि क्वेशन एन्सरको क्रममा छलफलमा आउँछ त्यो 50 को पनि बिग्रिने कुरा भएन अनि कति मिलाउनु हुन्थ्यो त यसो एकचोटी भन्नु त थ्यांक यू भेरी मच चित्ररञ्जन ब्रो ल थ्यांक यू है धेरै धेरै धन्यवाद छ कतिवटा मिल्दै छ 3 4 मिल्छ हुन्थ्यो सर अब यसलाई हटाइदिनु त भाइ सर 47 को कति भन्नुभएको थियो रे 47 मा के थियो के थियो 47 मा 47 को क्वेशन पढ्नु जान्दैन भाइ भन्दा नि भयो द्रव्य शाह गोरखा राज ए गोरखा राज 1616 भदौ 25 16 राजा 1616 भदौ 25 हैन ल कस्तो छ ल थ्यांक यू भाइ ल पाँचवटा मात्रै मिल्यो भने एकदमै कम मिल्यो हैन अब त्यस्तै हो अलिअलि जतिले हुन्छ त्यही पनि त धेरै गाह्रो नमान्ने हो ल कमेन्टलाई स्टप गरौ है अब हुन्छ थुप्रो गाह्रो पनि होइन अब यस्तै हो 12 13 वटा कमनली मिल्छ 12 13 वटा कमनली मिल्छ अब 12 13 वटा त्यहाँ त भनेको म्याक्सिमम हो 20 मा 12 13 भनेको 15 सम्म जानु भनेदेखि बेस्ट हो नसुन्नेको क्वेशन भनेको त्यस्तो धेरै एकदमै गाह्रो पार्ने होइन झुक्याउन चाहिँ झुक्याकै हो अलि भित्र वातावरणले झुकायो सर त्यस्तै वातावरण तरिका झुकाउने अलि भित्र भित्रबाट हालेको हो हाललाई हैन अब यसबाट तपाई हामीले के बुझ्नु पर्यो भने 3 4 वटा क्वेशन हामीले त्यसै पढेको थियो खरिदको क्वेशन सेम टु सेम थियो अनि मैले क्वेशन बनाएर भए यस्तो अलि सोधिन थिए हिमालले ठिकै भन्नु भएको छ किनभने अब यो प्राविधिक विद्यार्थीलाई यत्रो धेरै डिप जानु पर्दैन होला भन्ने लाग्छ नि त अब तर बनाउनु भित्र पनि बनाउनु पर्ने रहेछ झुकिहाल्नु भएको छ अब स्थानीय सरकार संस्थानको भर्खर छलफल गरेकै थियो के क्वेशनहरु छलफल गरेका थिए कुनै कुनै गाह्रै हुन्छ कुनैमा हामीले नसुनेका पनि कुराहरु आउँछन् तर मेजर कमन चाहिँ बिगार्नु भएन के कमन चाहिँ बिगार्नु भएन जस्तो त्यो संविधानको नीति नबिगार्नु पर्ने हो हैन अब त्यो जनसंख्याको जनगणनाको कुराहरु नबिगार्ने हो आफैले पनि सेल्फ स्टडी अलिअलि गर्दै गर्नु होला हैन गाह्रो आउँदैन तर नझुकिएर पढ्नु पर्यो अब एचएको परीक्षा दिने अब इकोनोमीको परीक्षा दिने तपाई हामीले के छुटाउनु भएन भने जनगणना छुटाउनु भएन जनगणना नछुटाउने योजना नछुटाउने योजनाबाट जहिले राखेको छ
अनि त्यसरी खरिद ऐन नछुटाउने खरिद ऐन त त्यसलाई त्यही भएर मैले तपाईलाई हालेको छु है पेजमा पनि राखेको छु तपाईलाई के रे आज म त्यो अहिले नै आज हैन अहिले हाल्दै छु त्यो त्यसमा अलिअलि अब के करेक्सन गर्नुपर्ने कुराहरु चाहिँ छ त्यसलाई यसो करेक्सन गरेर आउँ एक दिनमा हाल्दिला भनेको थिएँ तर त्यो भन्दा म हालिदिन्छु अहिले नै ल उसको यो के रे त्यो हिजोको 50-52 पेजको त्यहाँ गण्डकीको पिएमको धेरै कुराहरु छ अनि त्यसपछि गएर खरिद ऐन छुटाउनु भएन योजना छुटाउनु भएन अनि जनगणना छुटाउनु भएन त्यसपछि गएर लोकसेवा आयोग ऐन छुटाउनु भएन मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय छुटाउनु भएन त्यति भएदेखि मेजर चाहिँ हुन्छ अब कहिलेकाहीँ भित्रबाट सोध्यो भने त अब कहिलेकाहीँ गाह्रै हुन्छ अब समसामयिकबाट एउटा क्वेशन सोधेकै छ समसामयिकलाई पनि छुटाउनु हुन्न हामीले ल भोलि चाहिँ अब आजलाई यति नै गरौँ भोलि चाहिँ हाम्रो त्यो पिएम को कुरा कन्टिन्यू गर्छौं ल आजलाई म सुरु गरेर पनि त्यो टपिक सकिनेवाला छैन अर्को क्लास पनि सुरु हुन आट्यो 19 भएछ त्यतिकै डिस्टर्बिङ भइराछ हुन्छ पिर चाहिँ धेरै धेरै चिन्ता गरिहाल्यो अतालियो भने चाहिँ बिग्रन सक्छ के रचना के भन्दै हुन्थ्यो हस् सर धन्यवाद के अनि तपाईले जब बेस त राम्रै गर्नुभयो जब बेस चाहिँ कस्तो हो आज ठिकै हो ठिकै थियो जब बेस्ट पनि त्यस्तो गाह्रो पनि हैन कुनै कुनै अप्सन प्रेजेन्ट ल ओके छ है त हुन्छ ल आजलाई यसै गरौँ न त है नाम निस्किन्छ क्वेशन एन्सर छलफल गरौँ हामी ल अब हजुरले आफूले एउटा कुरा अलिकति के चाहिँ गरौँ भनेदेखि सुन्नु अलिकति पढाइलाई एकदमै सिरियस रूपमा लिएर पढ्नुस् यसलाई एकदमै मतलब तपाईहरुले जति धेरै मेहनत गरेर एकदम दुःख मात्रै नगर्नु होला एकदम साच्चै आफूले आफूलाई साक्षी राखेर पढ्नु के आफूले आफूलाई साक्षी राखेर आफूले आफूलाई चिट नगरिकन पढ्नुस् है अब पढेको कुरा एकदम याद गर्ने भएर मलाई थाहा छ धेरै जनाले आज त्यो खरिदनको कुरा पनि बिग्रिन्थ्यो खरिदनको कुरा पनि बिग्रिन्थ्यो किनभने त्यो मलाई लाग्दैन धेरै जम्मेले खरिदनको पढ्नु भएको आफूले आफूलाई सोच्नु त पढ्नु भएको छ खरिदन पढ्नु भएको छैन पुस्तेबाट स्थानीय त्यो त्यहाँ छ नि त पढेको भन्ने मात्रै छ होला दिमागमा जस्तो लागिरहेछ हैन मिलेन हजुर दियान सरको क्लास छैन के टपिक हजुरको टाइम भयो पढाउने सरको क्लास छैन आज आज सरले क्लास छैन भन्नुभयो ए हो म्याथ हाल्नु छ के हुन्छ नि तपाईँ एउटा टपिक पढाउँ त ल एउटा पढौँ त पढाइदिनु सर एउटा टपिक एउटा भनेको त्यही यो कन्टिन्यू हामीले गरेको छौं त्यसलाई सकाउँ न त ल ओके सर हामी नर्सिङकोले के गर्नु नि हाम्रो त हुन्छ त क्लास त्यही त है हुन्छ हुन्छ आजलाई यति गरौँ है ल अनि कति धेरै हुन्छ होला नर्सिङ पनि हुन्छ भोलि कन्टिन्यू गरौँला त अब त त्यही पर्सि एउटा उसको क्लास छ के रे 14 गतेको याचेको छ अरु त हजुरको बिस्तारै हुने भएकाले स्लोली जाँदा पनि हुन्छ त्यो 24 गतेको याचेलाई अलि फोकस गर्नुपर्ने छ आज नगरौँ न ल अर्को क्लास छ याचे साथी भाइ बहिनीहरु राम्रोसँग पढाउनु ल अब यो कमेन्ट तपाईलाई बन्द गर्नुपर्ने भित्र कमेन्ट नगर्नु छोडिदिनु है भोलिदेखि कमेन्ट अफ गरिदिन्छु म ल बरु तपाईलाई बोल्न मन लाग्यो भने यिबाट बोल्नु कहाँबाट कहाँ तपाईहरु त अब पढाइमा भन्दाखेरि साथी बन्न पो धेरै थाल्नु कि जस्तो लाग्यो मलाई कमेन्ट बन्द भोलिबाट है भोलिबाट कमेन्ट बन्द तर एउटा कुरा चाहिँ सोध्ने बेलामा चाहिँ यहाँनिरबाट अनम्युट गरेर दिने बेलामा चाहिँ रेडी हुनुपर्छ सकेसम्म आफै अनम्युट गर्न जान्नु भएर डिस्कस गर्दा पनि हुन्थ्यो यो पब्लिक म्यानेजमेन्ट चाहिँ डिस्कसै गरेर पढ्ने टपिक हो हामी अलिक तपाईहरुले दुई चारवटा कुरा हुने हुन्छन् बढी कुरा जान्ने नै हुन्छन् त्यही भएर तपाईहरु एक्टिभली पार्टिसिपेसन हुने गरी आउनु होला यो पब्लिक म्यानेजमेन्ट क्लास भरि हाम्रो स्क्रिन शेयर बढै चल्छ त्यसपछि जिके मा जाउँ होला ल जिके ठिकै पनि हुन्छ अलि पछि जिके गरियो भनेदेखि ताजा पनि बढी भइराछ हस् त थ्यांक यू भेरी मच ल गुड नाइट अब भोलि गरौँला अरु भोलिबाट तपाईहरुलाई ल हस् थ्यांक यू सर